साथीहरु गुड मर्निङ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हामी जाँदैछौँ मालबजार। शनिबारको दिन आज छुट्टी थियो नि त, अनि त्यही भएर चाहिँ मालबजार सर्भिसिङ गर्नु गएको। अन्त यहाँ गाडीमा चाहिँ पुरा यो गाडीको आवाज सुनेर चाहिँ अन्त मैले म्युटमा राखेको। सो हामी चाहिँ जाँदैछौँ बुढाबुढी। कहाँ आइपुग्यौँ भन्दाखेरि चाहिँ हामी चाहिँ यहाँ सर्भिसिङ गर्न आएको थियौँ, तर भएन किनकि हाम्रो चाहिँ एउटा मालबजारमा गर्थ्यौँ नि त। मालबजारमा पनि बन्द रहेछ। अनि यहाँ ओत्लाबारीमा आएको। कहिले चाहिँ हामी ओत्लाबारीमा पनि गर्छौँ नि त। ओत्लाबारीमा गर्न आएको, ओत्लाबारीमा पनि बन्द रहेछ हो। अन्त सो यता फाल्टै ग्यारेजमा गराउँदैछौँ। अनि अब त्यहाँ चाहिँ खालि मेन त अब सर्भिसिङमा त्यही त मोबिलहरू होइन, ब्रेकहरू चेक हुन्छ। अन्त त्यही भएर चाहिँ हामी अब त्यही गराएर जाउँ न भनेर चाहिँ अब भोलि पनि अब अलिक लामै बाटो हिँड्नु पर्दैछ। फेरि अब स्कुटी गाडी घोडाको भन्ने कुरो हो होइन, रिस्क लिनु हुँदैन। अन्त त्यही भनेर चाहिँ बनाइहाल्ने भनेर चाहिँ हामी गरेको। ओत्लाबारीमै छौँ। अन्त सो भोलि चाहिँ फेरि जानुपर्ने छ साथी हो। आज चाहिँ नि खास गरी चाहिँ म ड्युटी आएको थिएँ, बुढाबुढीसँगै मिसेको। अन्त आज छुट्टी नै रहेछ होइन, मलाई छुट्टी छ भनेर थाहा पनि थिएन। अन्त बारे सबै बन्द रहेछ है। अनि आज चाहिँ हामी बुढाबुढी यता बिहान 10 बजी निस्केको घरबाट। अनि सो अहिले चाहिँ यहीँ नै छौँ। सर्भिसिङ अब उता त भएन, यहाँ चाहिँ हुँदैछ। यहाँ पनि भइहाल्ने रहेछ है। अन्त मेरो बुढा पर, अन्त यहाँ हुँदैछ, गाडी चेक हुँदैछ। यहाँ चाहिँ ओत्लाबारीमा हो सर्भिस। यहाँ उयो टिभीएसको उयो चाहिँ यहीँ पर छ नि त। म चाहिँ यहाँ माथि बसिरहेको छु। अन्त अनि छुट्टी छ, अब सबै नानीको पनि छुट्टी छ। अन्त हाम्रो अब बुढाबुढीकै छुट्टी छ भनेर चाहिँ अन्त जाउँ भनेर झन् आएको अरे। भरे सबै छुट्टी रहेछ। हाम्रो मात्रै छुट्टी होइन, सबैको नै बन्द छुट्टी। मालबजार झन् पुरै बन्द रहेछ। अन्त यहाँ पनि सो त्यही हो साथी हो है। कहाँनिर भयो ग्यारेजमा भयो ओत्लाबारीमा। अब चाहिँ फर्केको वेल्डिङ पनि गर्नुपर्छ आज त पेट्रोल पम्प बन्द पुरा त छ नि त, यतातिर त सबै बन्द रहेछ। अन्त अब चाहिँ सर्भिसिङ पनि भइसक्यो। अब घरतर्फ लाग्ने हो साथी हो। घाम यस्तो टन्टन भइरहेछ, त्यही भएर मैले चाहिँ फर्केको छु। हामी चाहिँ घर पनि आइपुग्यौँ साथी हो। अनि आएर चाहिँ म यहाँ खानासाना खाएर अन्त यहाँ टिप्ला आमाहरूले टिप्नु हुँदै रहेछ। उपर आमा टिप्नु हुँदै रहेछ, आमा र बाबा भएर। अन्त चाहिँ यहाँ अलिअलि सघाइदिएको हाम्रो टिपलाई। योपालि त त्यस्तो छैन, अलिअलि छ। अन्त पिप्लाको सिजन भयो साथी हो। पिप्ला हाम्रो रोमियो यहाँ बसिरहेछ साथी, बाबाले पर टिप्नु हुँदैछ। अन्त यहाँ मेरो रोमियो यहाँ पिप्ला टिप्याउँदैछ है। यहाँ चाहिँ अलिक छ हो, यहाँ चाहिँ अलिक छ। हाम्रो यो घरको चाहिँ डब्बु यहाँ बनाएको छ तल्लो गरामा। अन्त सो अब चाहिँ म यहाँ यतिको टिपिसकेको छु मैले अलिअलि।
सो साथीहरू आजको चाहिँ यति नै थियो है। अनि तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो है, राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनुहोस्। अनि भोलि फेरि भेट्नेछु। भोलि चाहिँ हामी सिलगढी जाँदैछौँ। सिलगढी किन जाँदैछौँ भन्दाखेरि चाहिँ म तपाईँहरूलाई भोलिकै ब्लगमा भन्नेछु। र आजको सानो यो छोटो मिनी ब्लग चाहिँ तपाईँहरूले हेरिदिनुहुन्छ र मन पराइदिनुहुन्छ भन्ने आशा गर्छु है। अहिलेको लागि चाहिँ बाई बाई, सी यू नेक्स्ट ब्लग है।